हेलो सेवारो नमस्कार, स्वागत छ तपाईलाई हाम्रो ब्लगमा। र अहिले चाहिँ हामी हाम्रो तेह्रथुममा रहेको सङ्क्रान्ति बजार छेउछेउ या यो के भरे छोटी बजार पनि नजिकै न, यो छोटी बजार आसपास रहेको यो झाँक्री गुफा चाहिँ हामी जाँदैछौँ आज भिजिटको लागि। हाम्रो ग्याङ जेन्जी ग्याङ लिएर आइएको छ। हाम्रो यात्रा चाहिँ निकै टाढैबाट रहेको छ भन्ने जानकारी गराउँछौँ। जेन्जीको लिडर अहिलेको चल्दो बल्दो मिस्टर ह्याङ। यसले चाहिँ मान्छे भेट्दा पनि ह्याङ पनि बार्छ होइन नि। अहिलेको चल्दो बल्दो युवा नेता भन्नु अलिक मिल्दैन, जेन्जी नै छ अहिले। अहिले चाहिँ हामी झाँक्री गुफाको बाटोमा छौँ। अब रिरेकी गर्नु नि त, भरे सर्ट हान्नुपर्छ। र अब झाँक्री गुफा चाहिँ यसलाई नै तपाईँहरूलाई म देखाउनु गइरहेको छु। यसलाई चाहिँ झाँक्री गुफा भन्दो रहेछ, तर यहाँ सब जानु डराइरहेछ। मिस्टर साजन हाङ लिम्बू नगए चाहिँ कोही जाला जस्तो छैन। लास्टमा नि अलिक डराउँछ हाम्रो केटाहरू, त्यसैले लास्टमा चाहिँ मिस्टर हाङ भाइ अगाडि साजन हाङ, सुरुमा अलिक नडराउने साजन हाङ जान्छ भने साह्रै डराउने लास्टमा हाङ भाइ जान्छ। यो साह्रै डराउने। ल तपाईँहरूलाई अब यो झाँक्री गुफाको विशेषता। हेलो जय भगवान। ल यस्तो छ गुफा। ओ लाइट बाल न, कतिको तल जानु पर्छ पाइन्छ? म नि आधीसम्म मात्रै छिरेछु। ओ यस्तोमा त नजाऊ होला। अर्को पनि बोल्यो त हाङमा हुँदाखेरि नडराउँ न। आठको क्रिस्टल यहाँ चाहिँ अलिअलि भुटप्रेटहरू छ। हामी पनि सुनेको थिएँ पहिला मैले, तर यस्तै छ। हाम्रो वान एन्ड ओन्ली डरायो भने चाहिँ सातो जान्छ राम्रोले। कृपया नडराउनु होला। यहाँ भगवान् रहेछ यहाँनिर कहाँनिर तल भगवान् छ यहाँ ढोक्ने त। यहीँसम्म मात्रै रहेछ नि भयो गुफा। गुफा यहाँसम्म र ल साथी हो, यहाँ देखा त, यहाँ देखा त झाँक्री गुफा भनेको। यहाँ देखा त छ नि हो तल सानो हो त्यो। यहाँ देखा ल, यहाँ झाँक्री गुफा आइयो। यहाँ भगवान् रहेछ, यसो ढोकभेट गरौँ। कहिले त यहाँदेखि तल त कहाँ, यहाँ तल छैन। लाडा जस्तो कुरा नगरे। झाँक्री गुफा हेर्ने मान्छेहरू यहाँ चाहिँ एउटा चिन्दुङ हाङ, नामसाङ हाङ, यहाँ सबैभन्दा डट शेर्पा हाङ छ। कहाँ यो बाटो चाहिँ कहाँ जान्छ? यहाँ त अहिले तलमा छिराउँछ। ल यहीँ समुदाय छ झाँक्री गुफाको माथि दुलो हेर्नु त। भगवान् भिडियो चाहिँ टक्कसँगले झाँक्री गुफामा यहाँ आउँदा एउटा लाइट बोकम एउटा लाइट मार्दैछ। यहाँ हेरौँ है झाँक्री गुफा लाइट हेर्नु। यो डट शेरवाला जग्गा लग न। ल गाइस हामी चाहिँ झाँक्री मऱ्यो लाइट बाल्नु नभनेको। झाँक्री गुफा पनि छिरेर निक्लियो फाइनली। यता मुनि चाहिँ के छ त्यही गुफाकै। ल हामी चाहिँ झाँक्री गुफा हेरेर पनि फर्किसक्यौँ गाइस। झाँक्री गुफा त्यस्तो उयो छैन रहेछ, तर पनि केही यसले विशेषता बोकेको होला, हामीलाई थाहा छैन। हामी चाहिँ अलिक नौलो परियो होइन नामसाङे। अब हाम्रो यस्तै छ घुमाइ, सानो काम ल्याइयो, कामसाम गरियो, यस्तै छ। मरिलाल के छ र गर्नु पऱ्यो। हाम्रो फेरि 1 in 1 then
चाहियो भने हाम्रो रेन्टको बाइक थियो बबाल रहेको जानकारी हो भिडियोबाटै चाहन्छौँ। डाँडा काँडा सब पुगेर आइसक्यौँ किनभने मेरो आफ्नै गाडी भयो पनि मैले यो गाडी चाहिँ त्यति कुराको थिएँ र अहिले चाहिँ थाहा भइसक्यो कि यो गाडी चाहिँ नम्बर 1 नेपालको जुनसुकै ठाउँमा पनि जान सक्छ यो गाडी 220 भन्ने कुरा म छातीमा हात राखेर भन्न चाहन्छु। तपाईँलाई रेन्टमा चाहिने बित्तिकै हाम्रो आङवाङ रिकन्डिसन हाउस धरानलाई सम्झिन सक्नुहुनेछ। तर बुकिङको लागि अलिक छिटो गर्नुपर्ने हुन्छ किनभने हामी सीमित गाडी मात्रै रेन्टमा लाउँछौँ र त्यो 1 दिन 2 दिनको लागि लाउँदैन र हाम्रो अलरेडी बुकिङ भइसकेको हुन्छ। यो गाडी दसैँको लागि बुकिङ भइसकेको छ रेन्टको लागि भने तपाईँहरू दसैँ बाइक आउट चाहिन्छ भने तपाईँहरूले पनि बुकिङ गर्नु सक्नुहुन्छ। अब यो गाह्रो हाम्रो भाइ बाहिर हाम्रो नेपालको टिकटले सम्झिनु सक्ला हाम्रो हेलमेट किन नलाग्नु भनेर। तर एकदम यहाँ चाहिँ गाडीहरू नहिँडेर चाहिँ हामीले हेलमेट नलाग्नु भन्ने जानकारी गराउँछौँ। यहाँ चाहिँ गाडी घोडा केही हुँदैन। यहाँ चाहिँ एकदम चिप हेर्नु अहिलेसम्म तपाईँहरूले यहाँ वरिपरि नै गाडी पनि देख्नुभएको छैन, न गाडीको देख्नु न बाइकको देख्नु। एकदम बोबा घुम्नको लागि एकदम चिल ठाउँ चाहिँ तेर्पुर नजिक या सङ्क्रान्ति बजार नजिक हुनुहुन्छ भने एकताल झाँक्री गुफा आइदिनु होला। एकदम चिल एकदम मजा। त्यस्तै ट्याक्कै यहाँ कन्या मिलामतिरको जस्तो चिजहरू यार त्यही भन्दैन यार मेरो भाइ यार बब्बाल छ यार बब्बाल छ। बाटो जस्तो भए पनि ठाउँ रमाइलो रहेछ क्या। गर्नुपर्छ तपाईँहरूलाई। अहिले म सङ्क्रान्ति बजारको नजारा देखाउँछु। नजारा कस्तो छ सङ्क्रान्ति बजार। पहिला चाहिँ हामी ताप्लेजुङदेखि सङ्क्रान्ति आउँदा चाहिँ हिँड्दै आउँथ्यौँ। एकदम हिँडेर एकदम दिउँसोभर हिँडेर आउँथ्यो। अहिले त जे होस् अब देशमा विकास नभएको भन्नु जे होस् भएको छ भने नभएको छ भन्दा पनि अब गाडी घोडा ठाउँमा आइपुगेकै छ होइन। अब भएको छैन भन्दा पनि मार्ला, भएको छ भन्दा त्यस्तो उत्कृष्ट त छैन। जे होस् गाडी घोडामा हिँड्न पाइएको छ, बाटो चारतिर छिरेको छ, कच्चिने भयो नि त्यस्तो छ। अब यो हामी पहिला आउँदाखेरि ताप्लेजुङदेखि आउँदाखेरि 1 दिन हिँडेर आउनु पर्थ्यो। सङ्क्रान्ति बजार आउँदाखेरि कहाँदेखि भने मेरो घर चाहिँ ताप्लेजुङ मेसुङदेखि माथि सोकुवा हुँदै देउराली हुँदै यता ठुलो दौडी खामलालुङ हुँदै आइथ्यो। ट्याक्कै 1 दिन लाग्थ्यो। तर अहिले चाहिँ ट्याक्कै धेरैमा भनेको 3 घन्टादेखि 2 घन्टासम्ममा ताप्लेजुङदेखि मेरो गाउँबाट यो सङ्क्रान्ति बजार आइपुगिन्छ भनौँ न। त्यतिसम्म चाहिँ विकास भयो। 1 दिनलाई 3 घन्टा 2 घन्टामा कन्भर्ट चाहिँ भएको छ। तर के भन्नु तर त्यस्तै हो। बाटो चाहिँ अब ठिकै छ नपरौँ भनेको जस्तो ठाउँमा मान्छे बबाल हुन्छ। पर हाम्रो गाईहरू आउँदैछ बिराट सन्देश खेल्नुमा ह्याङ बाई ह्याङ केची ह्याङ नाम्सा ह्याङ। यहाँ आउँदैछ चतुरे गाई, चतुरे भाइहरू आउँदैछ। ओ चतुरे
ठुलो ढुङ्गा कता बसेको ओइ 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 यहाँ ठुलो ढुङ्गा भनेको कता पो ओइ हाङ la 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 सानो ढुङ्गा ठुलो ढुङ्गा भन्ने चाहिँ पहिला यहाँ सानो ढुङ्गा पहिले यहाँ आएर बसेको छ एकताल हिउँ भरेर यो ठाउँमा हिउँ पर्थ्यो पहिला के त्यो घुँडासम्म हिँड्न सकेर यहाँ पास बसेको त बसेको यसमा चाहिँ हिउँ परेर ट्याक्कैतिर घर गएर बस्ने हिँड्थ्यो नि ट्याक्कै 4-5 साल पहिला लाग्थ्यो नि यो घर आएको हुँदैन ठुलो भएको गाडी चाहिँ जान्थ्यो एकदम सँगले धरानमा पाइन्छ तर त्यो ठाउँ चाहिँ चिज छ क्या होइन आराम हुन्छ यहाँको मान्छेहरू किन पो धरान मात्रै झरी मान्दैन भनेको के हो जहिले त्यही एसीमा एसी धरान मधेसमा चाहिँ एसी रुम हुन्छ भने यहाँ चाहिँ एसी वातावरण नेचुरल एसी ठाउँ पनि हाम्रो तपाईँलाई म अहिले छिमा अरू नेक्स्ट पार्ट देखाउँला हो हाम्रो यो भ्लग चाहिँ यहीँ अब अन्त्यमा आयो भन्ने जानकारी गराउँछु। यो चाहिँ हाम्रो एस्थेटिक सर्ट रहेको छ र तपाईँले यो मेरो भिडियोलाई पुरै हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र मेरो यो च्यानललाई लाइक सब्सक्राइब सेयर लाइक कमेन्ट गरिदिनु होला, हामीलाई धेरै धेरै माया गरिदिनु होला। हस्त धन्यवाद।